मर्नु परे पनि यिनीहरूको अगाडि शिर झुकाउँदिन। अब यिनले मलाई गर्न बाँकी भनेको गोली हान्ने हो, म तयार छु। 84 दिन यिनीहरूले मलाई के गरे? दासढुङ्गाको बाटोबाट मध्यरातमा कुन नियतका साथ यिनीहरूले मलाई लिएर गएको थियो मैले चितवनलाई भन्नु छ, मैले जनतालाई बताउनु छ। मैले बताउन पाउँछु पाउँदिनँ मलाई थाहा छैन, मेरो टाउको माथि तरबार झुन्ड्याएको छ मलाई थाहा छ, तर म चितवनलाई बताउन चाहन्छु। आगामी शनिबार, आउने शनिबार म चितवन जाँदैछु। म त्यो चितवनको सभामा चितवनका जनतालाई सरकार कसरी ढल्यो, कसले ढलायो, के षड्यन्त्र भए, कसको हातमा हतकडी लाग्नु पर्ने थियो, कसको हातमा हतकडी लाग्नु पर्ने थिएन, यो कुरा सबै चितवनलाई बताउन चाहन्छु, इमानदारीपूर्वक बताउन चाहन्छु। उपस्थित दाजुभाइ दिदीबहिनीहरू, यसबीचमा तपाईँले गर्नुभएको सम्पूर्ण प्रयासका लागि म तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। जुन माया, जुन विश्वासका साथ तपाईँ अडिरहनु भयो, म ऋणी छु, म धन्यवाद दिन चाहन्छु। तर बेचेर खान्न, तपाईँले दिनुभएको माया विश्वासलाई बेचेर खान्न। मलाई कुनै पद लोलुपतासँग सरकार छैन। सत्ताले सुनोस्, रवि लामिछाने किस्तीमा आएको प्रधानमन्त्रीको पद त्यागेर कैदी हुन मन्जुर भएको मान्छे हो। व्यक्ति जित्नु ठुलो कुरो होइन। मसँग एउटा विश्व रेकर्डको सर्टिफिकेट पनि छ। प्रधानमन्त्रीको घरको सर्टिफिकेट भएर सिंहदरबारमा एउटा फोटो टाँसिन्थ्यो होला, त्यसले के फरक पर्छ? त्यसले फरक पार्दैन। फरक पर्नको लागि त तपाईँ हामीले जुन अभियान सुरु गरेका छौँ त्यसलाई टुङ्गोमा पुर्याएपछि मात्र फरक। यसपटक साथी हो, मैले ज्यानको माया मारेको छु, तपाईँको पदको लोभ गर्नुभयो भने तपाईँलाई र मलाई पाप लाग्छ। मैले ज्यानको माया मारेको छु। यिनका बिचौलिया मैले नदेखेको, नचिनेको, नसुनेको होइन। यिनीहरूसँग शिर झुकाएको भए म सायद मन्त्री पनि हुन्थ्यो होला, प्रधानमन्त्री पनि हुन्थ्यो होला, सरकार पनि ढल्दैन थियो होला। तर ज्यान जाला यिनका अगाडि शिर झुकाउँदिन। मर्नु परे पनि यिनीहरूको अगाडि शिर झुकाउँदिन। अब यिनले मलाई गर्न बाँकी भनेको गोली हान्ने हो, म तयार छु। यसै पनि बिच सडकमा एकजना मान्छेलाई गोली हानेर मारेको पापी सरकार होइन अस्ति भर्खरै? के नियतले मलाई मध्यरातमा त्रिशुलीको तिरैतिर दासढुङ्गा हुँदै लिएर गयो, मेरो परिवारलाई, मेरो वकिललाई कसैलाई थाहा नदिकन लुकाएर मध्यरातमा के नियतले मलाई उठाएर लिएर गयो? सबैसँग जग जाहेर छ। त्यसैले कुनै पनि हालतमा यो अभियानमा लोभ लालच नराख्नु होला। एकपटक हामीले त्याग गर्ने हो। यो त्याग भनेको ज्यान जाने त्याग होइन। राजपालले कसैको ज्यान लिने खालको न आह्वान गर्छ न कुनै इच्छा राखेको छ। तपाईँ हामीले एकपटक योग्य मान्छेहरूलाई ल्याएर आजको सदनमा रासोपा हटाउनुहोस्, त्यो सदन हुँदैन। रासोपा छ, त्यस कारणले सदन भएको छ। कल्पना गर्नुहोस्।